1 लाख रुपियाँको मनको अलैँची किन्दाखेरि 40 ml तेल आउँछ। 40 ml तेलको भनेको 1 ml बराबर 3000 रुपियाँ पर मूल्य पर्न आउँछ हैन। अब त्यो किन्दिने कसले अहिले तत्काल चाहिँ हामीले र त यसको लागि प्रोसेस गरिरहेका छौँ। अलैँचीको तेल निकालेर मन्त्रालयदेखि लिएर हैन अलैँची जोनको हाकिम साहबले हैन चाहिँ त्यो तेल लिएर हिँडिराख्नु भएको छ। उहाँले अब चाहिँ यसको ट्रेडमार्क लिनेदेखि लिएर के यसका सिस्टमहरू के छ उहाँ लागिराख्नु भएको छ। यो तेल बेच्नकै लागि पनि होइन। अब त्यतिखेर अलैँचीको मूल्य भनेको मैले यो मेसिन ल्याउँदा 20,000 थियो, 20,000, 18,000, 20,000 थियो। त्यतिखेरको मूल्यमा किनेर यो तेल निकालेर बेच्नलाई ठुलो समस्या थिएन। अब अहिलेको मूल्यमा चाहिँ यो समस्या आइदिएको हो। किनभने मैले 1 वर्ष त मैले होल्ड गर्नु पर्यो यो मेसिनबाट तितेपातीको के अरे अलैँचीको चाहिँ यो मेसिन भर्नको लागि लगभग 8-9 मन अलैँची लाग्ने भयो यो मेसिन भर्न। यो मेसिनबाट असम्भव जस्तो भयो किनभने थोरै मात्रा लाउँदा ननिस्किने तेल। त्यो भएको नाताले फेरि यो मेसिन चाहिँ हामीले तेलै निकाल्न बेच्नकै लागि अलैँचीकै तेल निकाल्नका लागि गरेको। अब अहिलेको मूल्यमा चाहिँ त्यो समस्या भएको जम्मा जम्मी मूल्यका हिसाबले मात्रै समस्या परेको। अब कोही खरिद गर्न आउनुहुन्छ हैन कति यसको भन्नुहुन्छ मैले कतिमा बेच्ने उहाँलाई हैन झस्किहाल्नुहुन्छ। अब त्यो त सुनाउनै अप्ठ्यारो धेरै समूल्य हैन मूल्य चाहिँ उहाँलाई के भन्ने त